थाथरी सँग बुद्ध जयन्ती दाजुहरू अब यहाँ हाम्रो कोपल्लीको लागि खानाहरू तयार हुँदैछ। यहाँ हाम्रो चुङ्जिक थबेको सोयाबाहरू छ itu दाल छ चाना छ 하늘로 상 덕배의 아리 덕배 기도기 부ද්ධ जयन्ती 탑소 तारिख सुम्ला 탑소 치라치니 हाम्रो चौका पाछम्बे कुसुला आज चाहिँ हामी यहाँ 2 तारिक बेलुका यहाँ सबै म्यानेजमेन्ट गर्न आएको। ल थपौँ अझ हाम्रो यहाँ ठोक्पा किदुक अमेरिकाको चाहिँ बुद्ध जयन्ती प्लस लाप्सो हामी यहाँ आज दिनभरि रमाइलो गरेर थाकेर यहाँ हामी आइरहेको छौँ। अब खाना खाँदैछौँ। आज क्याम्पिङ यहाँ लाप्सोको पाइलो यहाँ कतै कतै अब बेलुका लास्टमा यहाँ खाना खाएर अब आराम गर्ने टाइममा सत्सङ्गमा पनि ल यो चाहिँ हामीले सातुक्पा र पालाको यो पानी सागको सब्जी साइली साग पानी साग पनि भन्छ साइली साग पनि भन्छ है सब्जी। आज चाहिँ हामीले मासुलाई नखाने हिसाबले ल सब माथामै बसेर अब खाना खाउँ। हाम्रो ठोक्पेको तङ्बा यता हाम्रो लामाला कुसो चौका छम्बे यता अझै नाक्सेमा यता पेम्बाकिक यता चुङ्जिक यता डोमा छिरिङ यता तब्ला यता हाम्रो दावा छिरिङ यता चाहिँ म आफै है म आफै चाहिँ अब आजको रात हामीले यसरी खाना खाएर समापन गर्यो। अब भोलि हाम्रो सुरु हुन्छ। टस्टले होला टस्टले लाक्पाचालाई उहाँ चाहिँ हाम्रो ठोक्पा किदुक नर्थ अमेरिकाको संस्थापक सचिव हुनुहुन्छ। हाम्रो आज यो लाप्सोको विषयमा केही कुरा राखिदिनु छ तपाईँले कस्तो लाग्छ? हामी माथि गाउँबाट आएर सर्वप्रथम त हामी माथि पापुङबाट आयो काठमाडौँबाट यहाँ नर्थ अमेरिका आइपुग्यो। अनि अमेरिकाको पनि यो हामीले ठोक्पा किदुक यहाँ स्थापना गरेको आज 10 वर्ष जस्तो भइसक्यो। त्यहाँदेखि हामीले यो लाप्सो निरन्तर आज 5 साल भयो हामीले निरन्तर लाप्सो गरेको। तपाईँले केही कुरा राखिदिनुहोस् कस्तो लाग्छ? हजुर टस्टले यो लाप्सो एकदम राम्रो हो। अब हाम्रो ठोक्पा किदुक नर्थ अमेरिकामा हाम्रो ठोक्पा किदुक स्थापना भएदेखि हामीले लाप्सो विशेष गरी लाप्सो कार्यक्रम गर्ने गाउँमा जस्तो लाप्सो गरिन्छ त्यही तरिकाले गर्ने र अनि हाम्रो किदुकले कार्यक्रम गर्ने भनेको वार्षिक रूपमा तपाईको लोसर प्रोग्राम लोसर पार्टी गर्ने। अनि हामी नेपाली भएको नाताले नेपालीहरूको दोस्रो मान चाड तिहारको उपलक्ष्यमा चाहिँ तिहार कार्यक्रम गर्ने
त्यो 3टा कार्यक्रम चाहिँ हामीले सुरुदेखि गर्दै आएका छौँ वार्षिक रूपमा वार्षिक रूपमा हजुर। अनि यसपालि हामीले यो लाप्सो गरेको लगभग 10औं वर्ष जति भयो होला, 5 वर्ष भयो है लगभग। हाम्रो किदुक स्थापना भएको 10 वर्ष भयो होला। यो लाप्सो सुरु भएको चाहिँ लगभग 5 वर्ष जति भयो होला। पहिलो सुरु लाप्सो हुँदाखेरि म आएको थिएँ, त्यसपछि बिचमा विशेष कारणवश म चाहिँ उपस्थित हुन सकिनँ। यसपालि चाहिँ म यहाँ पहिलोचोटि नै फर्स्टमै म पुगेछु। अरू हाम्रो समुदायको मान्छेहरूभन्दा उहाँहरू कोही बसमा आउँदै हुनुहुन्छ, कोही गाडीमा आफ्नो गाडीमा आउँदै हुनुहुन्छ। अब लाप्सो हाम्रो विशेष गरी ठोक्पे, धुङ्गिन, तारतोङ, सिम्बुक, मिक्लादेन, किलिङ यति हाम्रो गाउँहरूमा चाहिँ पहिला हाम्रो ताप्लेजुङ जिल्लाको त्यो गाउँहरूमा चाहिँ लाप्सो गर्ने चलन थियो। लाप्सो भनेको मेरो विचारमा चाहिँ ठोक्पे भाषामा चाहिँ क्या लाप्सो भनेको सबैको लाप्सो, का लाप्सो भनेको चाहिँ सबैको लागि चाहिँ खुसियाली साथ मनाउने एउटा लासोसु गर्ने भनेको चाहिँ अब देउता मनाउने। विशेष गरी चाहिँ गाउँघरमा चाहिँ हाम्रो चाहिँ बालीहरूले चाहिँ असिनाले बिगार्ने हुँदाखेरि विशेष गरी जोङ्लुङ चैल लामा, सेरुङ लामा भनेर चाहिँ मनाउने एकदम मान्ने ऊ छ हाम्रो गाउँमा चाहिँ। अनि उहाँहरूको यो विशेष गरी चाहिँ चलन पनि हो लाप्सो गर्ने अनि असिना धपाउने भन्ने उसहरू चाहिँ गाउँबाट चल्दै आएको एउटा चलन हो। त्यो चलनलाई चाहिँ गाउँबाट हुँदै ताप्लेजुङ जिल्ला हुँदै काठमाडौँ केन्द्र हुँदै अहिले विश्वको यो के भन्नु अब शक्तिशाली देश भनौँ न, युनाइटेड स्टेट अफ अमेरिका भन्छ यो नर्थ अमेरिकामा पनि, नर्थ अमेरिकाको पनि एकदमै यो महँगो, अति महँगो सहर, महँगो स्टेट न्युयोर्क सहरमा पनि ठोक्पेहरूले यति सफलतापूर्वक आफ्नो किदुक स्थापना गरेर आफ्नो संस्कार संस्कृतिहरूलाई जगेर्ना गर्दै विशेष गरी यो लाप्सो सबैको लागि खुसियालीको रूपमा मनाउने एउटा लाप्सो कार्यक्रम आज हुन गइरहेकोमा म पनि एकदम यो 5 वर्ष अगाडिदेखि आजसम्म बिचमा म अलिकति विशेष कारणवश म उपस्थित हुन नसक्दा पनि आज चाहिँ अलिक धेरै नै उत्साहित खुसी भएर चाहिँ यहाँ उपस्थिति भएको छु। यहाँ हाम्रो जोङ्लुङ औटासी लामाज्यूले मलाई यहाँ अन्तर्वार्ता इन्टरभ्यू लिँदै हुनुहुन्छ। मलाई त यस्तो लागेको थिएन, यस्तो उहाँले सोध्छ भन्ने कुरो अचानक उहाँले यसरी कुराहरू यो विशेष गरी लाप्सोको विषयमा मलाई त्यति राम्रो त थाहा छैन। मैले जति पनि गाउँमा हाम्रो समुदायले गर्दै आएको कुराहरू चाहिँ म थोरै यहाँ उहाँ समक्ष राख्नु पाउँदा एकदमै मलाई पनि खुसी लागेछ। अब लाप्सोमा चाहिँ विशेष गरेर हाम्रो चलनमा चाहिँ मैले जानेको र मैले सुनेको, अरूबाट सिकेको भनौँ न, मैले जाने भन्दा पनि सेकिम भन्ने ल्याउने चलन हुन्छ। प्रत्येक घरबाट एउटा एउटा यसरी सेकिम, एउटा एउटा तोङ्बा हाम्रो सेकिम, हजुर सेकिम भनेर आफ्नो एउटा एउटा तोङ्बा ल्याउने। अब यहाँ अब ठाउँअनुसार तोङ्बा तोङ्बा नहुनेले चाहिँ अब यसरी बियरहरू वाइनहरू ल्याउँदा पनि भयो। अनि सिक्किमको लागि अब अरू चाहिँ यहाँ लामाहरूको यो पूजाको लागि उहाँहरूले तयार गर्नुभएको यसलाई चाहिँ अब यो अक्षता छेन्डो भनिन्छ यसलाई। यो चाहिँ के हो तपाईँले बुझाइदिनुहोस् न। यो चाहिँ धुपमा मिसाउने, हजुर साङ्ना भनिदिउँ न, हजुर। अनि हाम्रोमा यसरी लुङ्दाहरू थाचोक यसरी रङ्गी चाङ्गी यसरी
थाचोकहरू उजोकहरू पुसु गर्ने प्रत्येक घरबाट एउटा एउटा उजोग ल्याउने र अहिले अब यो उजोगलाई चाहिँ पहिलोचोटि एकजना फप्चाङ माप्चाङ भन्ने एकजना कन्या केटाले चाहिँ सुरुवात गरेर यो उजोगलाई उचालेर गुम्बा परिक्रमा गर्ने त्यसपछि उजोगहरू यसरी टाङ्ने अनि यो उजोगलाई चाहिँ घुमाएर गुम्बा यताउति घुमाएर नाच्ने नाच्नेलाई चाहिँ हाम्रो ठोक्पेहरूको भाषामा चाहिँ डाब्ला छम भन्दो रहेछ डाब्ला डान्स भन्ने चलन रहेछ अनि यहाँ चाहिँ न्यू जर्सी अवस्थित यो गुम्बाको नाम के हो तपाईँको बुद्धिस्ट टेम्पल छेपेल लिङ गुम्बा भनेको रहेछ यो वर्ष चाहिँ यो गुम्बामा हामीले आफ्नै कुनै अब सामाजिक भवनहरू स्थापना गर्न नसके हुनाले यहाँ गुम्बामा चाहिँ अब ठोक्पे किदुकले व्यापक रूपमा आज उहाँहरू आउँदै हुनुहुन्छ लाप्सो कार्यक्रम अब सुरु हुन गइरहेछ यहाँ अब स्वागतको लागि चाहिँ यो चाहिँ ठोसो छेमा भन्दो रहेछ ठोसो छेमा अब उचाल्दै हुनुहुन्छ उहाँले हाम्रो मिङमा छिरिङ भाइले अनि यहाँ हाम्रो फुमुकी बहिनी हुनुहुन्छ अब लाप्सो कार्यक्रम सुरुवात भयो लस हो नि त हस् हस् त अब हाम्रो यहाँहरू हाम्रो ठोक्पा समुदायको सबै अहिले बसमा आइसक्नु भएको छ ल हाम्रो यहाँ सोनापट्टि ल ल ल ल वेलकम वेलकम ल ल अस्तिले उता पछाडिपट्टि छ है जसले वेलकम 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 ल सबैले सुल हाम्रो लाप्सोको लागि हाम्रो ठोक्पा समुदायको सम्पूर्ण यहाँ उपस्थित आइसक्नु भएको छ ल हाम्रो यहाँ कोबा निवर्तमान अध्यक्ष अनि आज होइन अब यो ठोक्पा किदुक न्युयोर्क अमेरिकाले प्रत्येक वर्ष मनाउँदै आएको गर्दै आएको यो लाप्सो चाहिँ यो वर्ष पनि हामीले यहाँ आयोजक किदुकले आयोजना गरिरहेको छ त्यसो गरेर यो सबैजना हामी उपस्थित भएको छौँ अब लाप्सो बल्ल अब सुरु हुने लागेको छ यहाँहरू सबैलाई धन्यवाद छ आइदिनु बस बस अहिले त अङ्कल भएको त्यसले ल त्यसले भनि त्यसले ल
ल ल ल ल ल यसो न मासु र त्यो तौलमा तौलमा दुईटा हालेर अनि यो चाहिँ कतिखेर यो चाहिँ केही होइन तिमीले चाहिँ यो चामल एक चामल अलिकति हाल्ने यो अनि यो यति सक्नु यो त मलाई सबै हैन दिने हैन के भन्छ सबै नखाएको हुन्छ सफा हुन्छ सिक्किम सबै आफ्नो सम्झेर सबैले अब यो सबै Kêu buồn còn nào. यो चाहिँ हाम्रो आफ्नै माथि नेपालको ताप्लेजुङ जिल्लाको हाम्रो ठोक्यार समुदायको कपला सप्तगढीको हो। ढाकै हुन्छ ल ल सो 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 Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
제도 정화당은 최소 원자를 기사 가자성이 대박적 동화성의 시도는 나도 그 성의 동안이 예반에 저기 참조 주말라 가게 가지 말으시와다 그게 뭐니 좀 찾아서 가시기라 정말 중에 대배 모두 말을 뜻을 최소 이시는 나서 삼도주를 좋아져 제소 ल हाम्रो टप्ला समझ गया Can you do Record. like this? Kenzo, त्यही हेरिरहेछ Kenzo, do like this. Kenzo,